ल अशोक पार्क आरा धरानमा आइसकेको छौँ। 4 जनाको टिकट दिनुहोस् त। यहाँ बेलचाहरू चाहिँ पुरा हातमा यहाँ रहेको छ र यहाँ चाहिँ यसलाई चाहिँ श्रमवाद भन्छ। यहाँ राम्रो यो वरिपरि चाहिँ रेलिङ लगाएको अवस्था छ र यहाँ चाहिँ एउटा प्रतिमूर्ति तरिकाको एउटा यहाँ देखाइएको छ। फुलमा पानी फुल गर्दै हुनुहुन्छ। अनि यहाँ पर पनि छ नि फेरि पानी आउनेहरू, हेर्नु न यहाँ यो भित्रबाट पनि पानी आउँछ, तर अहिले आएको छैन, पछि आउँछ है। हो कस्तो लागिरहेछ तपाईँहरूलाई यहाँको श्रम संस्कृति पार्क? राम्रो। खम्बा गाडेर चाहिँ माथि काठको त्यो बलुहरू लगाएर चाहिँ यसरी पहिला आरा काट्ने गर्दथ्यो हाम्रो पिता पुर्खाहरूले। हाम्रो यहाँ चाहिँ आरा धरानको पानी चाहिँ सुकेछ, सानो आउनु थालेछ। ल साथीहरू, हामी चाहिँ अहिले सेउटी पुल काटिसकेको छौँ। सेउटी पुलदेखि अगाडि लागिसकेको आमामा कस्तो दामी पौलो रुखहरू है। आम्बो हेर्नु न कस्तो रमाइलो बाटो छ है। त्यो रमाइलो छ धनी चरीको बाटो। मामाहरू अगाडि छ है। अब छेक्छ छेक्दैन हेर्छु म। मामाहरूले छेक्छ जस्तो लागेन, मेरो क्यामेरा देखिसकेको छ, छेक्दैन भन्दैछु मैले। ल गाइस, हामी चाहिँ भान्डुचोकमा आइसकेको छौँ। ट्याङ अब कस्तो पार्क चाहिँ धेरै छैन है, श्रम संस्कृति पार्क। यहाँदेखि उकालो जाने हो। घन्टा घरदेखि घन्टाघर घरमा जिन्दगी बित्छ आशैमा टुम। यहाँ के कार्यक्रम रहेछ हौ? यहाँ त भिडियो बनाउनु पर्थ्यो। टिचरको आन्दोलन रहेछ यहाँ। आवासीय महाविद्यालय छाता छ त हौ। मान्छे हो कि के हो त्यस्तो छाता? बगरमा पैसा थोरै खल्दो रहेछ त। Gentlemen, yes. Hello everyone, हामी चाहिँ अहिले ठ्याक्क ओसो पार्कमा आइसकेको छौँ र ओसो पार्कमा चाहिँ अहिले मान्छेहरूको भिड रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ अहिले 2082 सालको वैशाख महिनाको 3 गते तपाईँले देख्न सक्नुहुन्छ। अहिले 12 बजेको समयमा पनि यति धेरै मान्छेहरू यहाँ भिडको अवस्था छ। वैशाख 1 गते चाहिँ रेकर्डै तोडेको हामीले यत्र त्यत्र सर्वत्र देखिसकेका छौँ। र अब चाहिँ म दिल गार्डन भनेर चाहिँ अब श्रम संस्कृति पार्कतिर जाँदैछु माथि। हेरौँ त्यहाँ कस्तो हुन्छ त्यहाँको माहौल, तपाईँलाई म देखाउने प्रयास गर्छु। ल अशोक पार्क आरा धरानमा आइसकेको छौँ। 4 जनाको टिकट दिनुहोस् त। तलको फाल्टो हो, तलको एकै ठाउँमा काट्नुहुन्छ अहिले। 80 रुपियाँ 80 रुपियाँ। अस्ति त 10 रुपियाँ बढाउनु पर्छ। ए ल लिसियो खोइ टिप्नु न। ए छेर्नु बकाइदा छेर्नु। हाम्रो हर्क साम्पाङको पार्कको नछिरेर हुन्छ होइन, हेर्नु पऱ्यो नि। अस्तिको दिन नयाँ वर्षमा त रेकर्ड तोडेछ होइन। गजबले भिड होला है। पैसा गर्नु पनि पाउनु भएन होला है त्यतिखेर। ए तपाईँ छुट्टीमा? ल तपाईँलाई चाहिँ दामी भएछ, नत्र भने तपाईँको पसिना आउँथ्यो।
बाटा कस्तो राम्रो हात ढोल। हामी चाहिँ गोर्खा चौतारीमा आइसकेका छौँ। यहाँ चाहिँ बबाल तरिकाले संरचना बनिरहेको अवस्था छ, तपाईँले देखिरहनु भएको छ। सिमेन्टको यति राम्रो यो वरिपरि चाहिँ रेलिङ लगाएको अवस्था छ र यहाँ चाहिँ एउटा प्रतिमूर्ति तरिकाको एउटा यहाँ देखाइएको छ। लगभग अब यो आधी चरणको अवस्था भइसकेको छ, तपाईँले देख्न सक्नुहुनेछ। यो चाहिँ भुपु गोर्खाहरूले चाहिँ बनाएको एउटा उहाँहरूको परिकल्पनामा बनेको यो गोर्खा चौतारी एकदम तपाईँले देख्न सक्नुहुन्छ। यो बनिसकेपछि चाहिँ बबाल नै देखिन्छ। अहिले चाहिँ म ठ्याक्कै श्रम संस्कृति पार्कमा आइसकेको छु र तपाईँलाई यहाँको बारेमा म थोरै भिडियोहरू बनाएर देखाउने प्रयास गर्नेछु। र यहाँ चाहिँ बन्दै गरेको चाहिँ यो यसरी सिमेन्टले बनिरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ है। अनि यसरी बनिरहेको छ। अनि यो चाहिँ लगभग आधी चरण चाहिँ पुगिसकेको जस्तो छ। यहाँ माछा ठेकीबाट झरेको छ पानी चाहिँ, यहाँ चाहिँ ठेकीबाट झरेको छ होइन। अनि कहाँबाट चाहिँ चिन्डोबाट पनि झरेको थियो, तल चाहिँ छोडिएछ। हामी श्रम संस्कृति पार्क अन्तर्गत चाहिँ हामी आरा धरानमा आइसकेको छौँ। तपाईँले देखिरहनु भएको यो चाहिँ आरा धरान हो। अब यहाँबाट चाहिँ म अर्को ठाउँतिर जान्छु। यहाँ आरा धरान यसरी आरा काटिरहनु भएको छ। हाम्रो यो पहिला चाहिँ यसरी नै आरा काट्ने गर्दथ्यो र यसलाई नै धरान भनेर यसरी चाहिँ आरा यो यस्तो 4वटा खम्बा गाडेर चाहिँ माथि काठको त्यो बलोहरू लगाएर चाहिँ यसरी पहिला आरा काट्ने गर्दथ्यो हाम्रो पिता पुर्खाहरूले। अहिले चाहिँ त्यो जमाना गइसकेको छ र त्यसैलाई चाहिँ यो एउटा चिनारीको रूपमा चाहिँ यसरी यो चित्रण गरेर आरा धरान निर्माण गरिएको छ। यो चाहिँ धरान श्रम संस्कृति पार्क अन्तर्गत पर्दछ। यति धेरै जनसङ्ख्यामा चाहिँ यहाँ अझै पनि आइरहनु भएको छ। यस्तो के अरे गर्मीमा त जाडो खाने हो नि त, जाँड खाने हो नि त। दाजु हो कि दिदी हो? दिदी हो। यो चाहिँ तपाईँको श्रमवाद भन्छ यसलाई चाहिँ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ बेल्चाहरू चाहिँ पुरा हातमा यहाँ रहेको छ र यहाँ चाहिँ यसलाई चाहिँ श्रमवाद भन्छ। यहाँ चाहिँ यो चाहिँ अब श्रम चौतारी तपाईँले देख्न सक्नुहुन्छ। यहाँ सबैले यहाँ चाहिँ पाइप बोकेको छ। यहाँ पाइप यसरी चाहिँ बोकेर चाहिँ पानी लिएको भन्ने यो एउटा सिम्बल हो। अनि यहाँ तपाईँले वरिपरि मजाले बस्ने ठाउँ देखिरहनु भएको छ। यो बबाल तरिकाले चाहिँ यहाँ अहिले तपाईँले देख्न सक्नुहुनेछ। यो चाहिँ नयाँ संरचना बनेको संरचनाहरू हो। यहाँ पनि खिच्न सक्नुहुन्छ हाम्रो दाजुसँग। लिम्बू दाजु यहाँ फुलमा फुल कोर्दै हुनुहुन्छ। अनि यहाँ पर पनि छ नि फेरि पानी आउनेहरू, हेर्नु न। यहाँ यो भित्रबाट पनि पानी आउँछ, तर अहिले आएको छैन, पछि आउँछ है। यो चाहिँ हाम्रो ढाकर बोक्ने ढाक्रे दाईहरू हो है। यो चाहिँ पहिला हाम्रो बाबुबाजेले चाहिँ यसरी नै ढाकर बोकेर तोकमा बोकेर, यो चाहिँ साथीहरू फेरि यो पछाडि के होला भन्नुहुन्छ, यो चाहिँ तोकमा है। यसरी तोकमा बोकेर ढाकर बोकेर चाहिँ हाम्रो बाजे बराजुहरूले चाहिँ हामीलाई मधेसदेखि पहाडतिर चाहिँ नुनहरू मलहरू चाहिँ लाने गर्दथ्यो र त्यसैको अनुरूप यो ढाकर चाहिँ यहाँ एउटा प्रतिमूर्ति यहाँ बनाइएको छ। यो चाहिँ हाम्रो हल्ले दाई हो, हल्लो बोकेर हिँडेछ मेलोतिर। यो चाहिँ हाम्रो पिता पुर्खाले है बनाएको हलो। यो चाहिँ हलो जोतेर चाहिँ गाउँमा पहिला मजाले यो चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ
गोरुले जोत्ने गर्थ्यो र यहाँ यो चाहिँ के भन्नुहुन्छ भने गोरुको काँध अड्काउने जुवा, यसलाई चाहिँ जुवा भन्छ। अनि यसरी हलो बोकेर हलोमा चाहिँ यसरी हाम्रो पिता पुर्खाले चाहिँ गोरु जोतेर हाम्रो बुझाएर अन्न बाली लगाउनको लागि प्रयोग गर्ने यो हलो। हामी चाहिँ गोर्खा चौतारीमा आइसकेका छौँ। यहाँ चाहिँ बबाल तरिकाले संरचना बनिरहेको अवस्था छ, तपाईँले देखिरहनु भएको छ। सिमेन्टको यति राम्रो यो वरिपरि चाहिँ रेलिङ लगाएको अवस्था छ र यहाँ चाहिँ एउटा प्रतिमूर्ति तरिकाको एउटा यहाँ देखाइएको छ। लगभग अब यो आधी चरणको अवस्था भइसकेको छ, तपाईँले देख्न सक्नुहुनेछ। यो चाहिँ भुपु गोर्खाहरूले चाहिँ बनाएको एउटा उहाँहरूको परिकल्पनामा बनेको यो गोर्खा चौतारी एकदम तपाईँले देख्न सक्नुहुन्छ। यो बनिसकेपछि चाहिँ बबाल नै देखिन्छ। अहिले चाहिँ म ठ्याक्कै श्रम संस्कृति पार्कमा आइसकेको छु र तपाईँलाई यहाँको बारेमा म थोरै भिडियोहरू बनाएर देखाउने प्रयास गर्नेछु। र यहाँ चाहिँ बन्दै गरेको चाहिँ यो यसरी सिमेन्टले बनिरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ है। अनि यसरी बनिरहेको छ। अनि यो चाहिँ लगभग आधी चरण चाहिँ पुगिसकेको जस्तो छ यहाँ। हाम्रो यहाँ चाहिँ आरा धरानको पानी चाहिँ सुकेछ, सानो आउनु थालेछ। यहाँ चाहिँ अहिले 2 बजिसकेको छ। 2 बजी पनि मान्छेहरू टन्न छ। अहिले चाहिँ हामी आरा धरानमा आइसकेका छौँ। त्योहरू हामी आरा धरानमा आइसकेका छौँ। आरा धरान चाहिँ तपाईँले देखिरहनु भएको छ, बराबर आरा काटिरहेको छ हाम्रो दाजुहरू। यो चाहिँ हाम्रो दाजुहरू हो। हामीले अब यहाँ चाहिँ दाजु हो, दाजु हेर्नु न कस्तो योङ छ, कहाँ अङ्कल भनेर हुन्छ। ल भरै अहिले टल्किन्छ हो। यस्तो गर्मीमा पनि श्रम संस्कृति पार्कमा आरा धरानमा यति धेरै मान्छेहरूको भित्र गरे। वाह बबाल उकाल भइदियो। गर्मी पनि कति साह्रै गर्मी भयो। नयाँ वर्षमा पनि आउनुभयो कि नयाँ वर्षको चाहिँ आज आउनुभएको भन्नु त हो? कस्तो लागिरहेछ तपाईँहरूलाई यहाँको श्रम संस्कृति पार्क? राम्रो। हर्क साम्बाङले गरेकै हो त? है गरेकै हो। कहिले आउनु भएको छ कि छैन श्रममा? फर्स्ट टाइम हो। श्रममा चाहिँ आउनु भएको छ कि पाइप तान्नु आउनु भएको छ कि छैन? त्यति बेला अलिक भ्यायो होइन? ल ठिक छ। जे होस् श्रम संस्कृति पार्क धरानमा बबाल रमाइलो छ होइन? अनि के भन्नुहुन्छ आगन्तुक यो भिडियो हेरिरहने हाम्रो दाजुभाइहरूलाई? यहाँ धेरै राम्रो छ घुम्नु फिर्नु है। यता आउनु न, के साह्रो भाग्नु भएको। म त्यति आउँछु, आऊ कि नआऊ? तपाईँको नाम? याङजिला शेर्पा हो? आहो आउँ टाइपको गरेर मेरो ब्लग। गर्मी भयो, केटाकेटी जस्तो आइसक्रिम खाएर हिँडेको। गर्मी भयो नि त। आज चाहिँ हामी धरानको ओसो पार्कबाट अब जाने बेला भइसकेको छ। आजको भिडियो तपाईँलाई कस्तो लाग्छ? आज तपाईँहरू पनि घुम्न आउनुभएको छैन भने धरानको ओसो पार्कमा पक्कै पनि एकदम रमाइलो रमाउने ठाउँ छ। तपाईँहरू पनि आएर यहाँ मनोरञ्जन लिन सक्नुहुन्छ। एकदम रमाइलो ठाउँ छ भन्दै आजको भिडियो तपाईँलाई कस्तो लाग्छ अन्तिमसम्म हेरेर लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै तपाईँहरूमा बिदा लिन चाहन्छु। बाई बाई।